ल हेरौँ त हाम्रो समिता पनि लन्डन घुम्दै गरेको ट्रेनमा अनि एउटा चरा पनि पसेछ यहाँ हाम्रो ट्रेनमा हामी चाहिँ अहिले गिलफोर्ड टाउनबाट ट्रेन चढेर लन्डन जाँदैछौँ यो चाहिँ युके को थत्रो रहेछ यो ट्रेन चाहिँ अघि चढेको ट्रेन राम्रो थियो हैन यो ट्रेन चाहिँ अलि फोहोर रहेछ ल समिते युकेमा वेलकम छ है तिमीलाई जाडो पनि भयो भन्छौ खोकी पनि हान्दैछौ दबाई पनि खाँदैछौ अचम्म छ है अचम्म युके कस्तो लाग्यो अनि बोली फुट्दैन हो युके को जाडोले बोली बसाकै हो त ल अब समरमा घुम्न आउनुपर्छ ल यसपालिको विन्टरमा यस्तै भयो विन्टर सिद्धिन लागेछ बाहिर हरियालीहरू सुरुवात भइरहेछ अच्छा लेकिन लन्डनको चिसोले समाउला जस्तै भइरहेछ उसलाई चाहिँ यसपालि त्यतिकै गीत बनाएको छैन हाम्रो सिङ्गरहरूले हैन मिलेको छ जेस आज जेस हाम्रो लन्डनको यात्रा हो यो चाहिँ टक्कसँग गइन्छ प्यालेसहरू घुमिन्छ प्यालेसहरू अनि सपिङ हानिन्छ जे छुयो त्यही किनिदिने बाचा गर्दैछु मैले चाहिँ उसलाई जे मन परे छुयो त्यही किनिदिने एक बारको जिन्दगीमा अस्ति नि जे छुयो त्यही किनिदिन्छु भनेर लन्डन पुऱ्याएँ भएभरको ब्रान्डेड सप घुमाएँ मन परेन भनेर रिक्तो हात फर्केर आयो त्यसरी चाहिँ नढाँटौँ ल प्रिय सबै अक्सफोर्ड स्ट्रिटको ब्रान्डेड सपहरू सबै घुमाएर ल्याएको मैले अब आज फेरि मैले घुमाउनु लाँदैछु आज चाहिँ कसको हो मेबी होला ल अहिलेलाई यति नै अब भरे लन्डन घुम्दा खिचियो भने खिचियो खिचिएन भने लन्डन यात्राको रेकर्ड यही हो है गाइस दिस इज लन्डन वाटरलू दिस इज लन्डन वाटरलू It's London Waterloo. Eta Underground 2. It's London Underground 2. Oh. Jubilee line, westbound, eastbound. 5 or 6 one? Huh? 5, 6 रहेछ प्लेटफर्म कुन चाहिँ भयो? Down na. Okay, we are going to Green Park. Green Park. Yes. This is London Underground too.
Yo, Samite, what's up? Jubilee line, the train now approaching is to Stanley. Please stand back for मिनिङ सिनिङको थाहा भएन खिचिसक्यौँ यो चाहिँ बकिङहाम प्यालेस जाँदै गरेको ग्रिन पार्क हो भन्दा रहेछन् अब यो चौर टन्न हिँडेर जानुपर्छ ल हिँड नि त त्यो चौर पुरा पार गरेर चाहिँ पार गरेर सिधै जाउँ न छिटो हुन्छ होला नि ल समितिको बकिङहाम प्यालेस हेर्ने सपना नि पुरा गरियो This is Buckingham Palace on deck. Baby, how does she? एउटा राम्रो केटी आएछ त्यो त खिचेको फेरि देखिहालेछ समिताले के बकिङहाम प्यालेसको अगाडि हो यो चाहिँ भन्नु पर्दाखेरि दुईवटा कफी चिकलाई बोकेको को नि लन्डन पुलिससँग फोटो खिचा भयो खिचिसके ल जाऊ Voilà. Non, moi c'est... Ouais, mais moi, merci avant de ल समितिलाई घुमाइदिएको लन्डनको बकिङहाम प्यालेसमा सुनको गेटमा ल्याएर त छाडिदिएको मैले भन्नु नमिल्ने यो चाहिँ ब्याकग्राउन्ड अनि अफिस पछाडि Right, this is Buckingham Palace. टाढो भयो लन्डनको चिसोले समात्यो नआउनु समरमा के भन्छ गर्मीमा आउनु गर्मीमा ओके हुन्छ जाडोमा चाहिँ सिया नै यहाँ जम्छ ल न नाख्रा त 360 घुमौँ न फेरि मेरो घाँटीमा त आयो हो त्यसो गर्नु अब घुम्नु छोडेको मेरो मोस्टली चाहिँ त प्यारिस निकाल्नु पर्ने माथिको निकाल्नु अब सुनको गजु घुमाउने त्यसलाई यसो गर्नु न वेट स्कुज नहुने रहेछ हो त्यसो गर्नु यस्तो पो रहेछ माथि गजु पनि थियो रहेछ सुन राखेको रहेछ यहाँ मेरो सुन है कसरी चोरलाई लिन आउँछु होला भरेतिर भोलितिर 360 घुमाइयो वाउ त्यो प्यालेस यस्तो दामी छ माइ गॉड जालीमा बस्ने गर्छ तर अलिकति त्यसलाई पेन्टिङ गर्ने पर्ने आवश्यकता देखेँ मैले माथि यस्तो गर्नु न यस्तो यो चाहिँ हामीले ड्रोन उडाएको के ड्रोन उडाएको किराले ड्रोन बस्यो है साथी हो बस्यो है मान्छेले हामीलाई हाँसा ड्रोन भन्यो कि सबै
is around London, Buckingham Palace. रमाइलो हुँदैछ? ओके, इन्जोय भयो? गुड गुड। पुग्यो? कसैले नि खिचेको छैन, त्यो हेरमा लाज लाग्यो क्या। खोइ। Oh, this is a King's Gallery next to the Buckingham Palace. King's Gallery भित्र हो। हेलो समिते, यो चाहिँ अब के भन्छ, लन्डन ब्रिज यही भने, लेट्स गो, बाई। त्यही भन्दो रहेछ। ल लन्डन ब्रिज फोटो भिजिट। सेल्फी हेर्नु खिच्नु। होइन, कोही कोहीलाई त के हो, सपिङ पनि अनि दसैँ पनि भयो त आज। राम राम राम, खाइसक्ने हो यो? आफ्नै बुढी भन्नु पर्ला। त्यो टोपी खोलेर बसौँ होला रिल्याक्स तरिकाले। खाँदाखेरि त अलिकति ज्याकेट पनि खोल्छ भने खोला। गोल्डको डायमन्डको पनि सामान किनिदियो। ल सुरु ल। निदाकै हो, लन्डन घुमेर थाकेर यो समिते लाज मान्छे मोरी। सपिङ ब्याग चाहिँ मलाई बोकाएर
आज आएको हेर आई काटेर सुतिरहेछ फर्स्ट क्लासमा फर्काएको लन्डनबाट फर्स्ट क्लास ट्रेनमा चिल्याक्स भएर हिँडिरहेछ त्यो देखाइदिनु त महारानीको मुकुट बकिङहम प्यालेसबाट निकालेर ल्याएको Pusero moilo. Ui. Acha pere room herim na. किसान त्यो हङकङ फर्किँदै गरेको ल आज हङकङबाट आएको मान्छेहरू फेरि हङकङ फर्किँदै गरेको ए कहिले आएको रे आज आएर अनि आजै फर्किन लागेको होइन यो त अनि हेर्दा त अनि यसो डिपाचर जस्तो देख्छु त ल राम्रोसँग जानु शुभ यात्रा